सम्पूर्णमा नमस्कार। म प्रियङ्का सुवेदी आज एउटा कविता लिएर आएकी छु र मेरो कविताको शीर्षक रहेको छ बलात्कार तबसम्म रोकिन्न। कविता यसरी सुरु हुन्छ। नारीलाई जबसम्म स्वतन्त्र अस्तित्व र सम्मानयोग्य मानवका रूपमा हेर्न सकिँदैन, नारीलाई जबसम्म स्वतन्त्र अस्तित्व र सम्मानयोग्य मानवको रूपमा हेर्न सकिँदैन, उसको शरीरलाई केवल इच्छा पूरा गर्ने माध्यम अनि आफ्नो वासनाको वस्तु मात्र ठानिन्छ, तबसम्म रोकिन्न बलात्कार। महिलाको इज्जतलाई जबसम्म कपडाको लम्बाइमा नापिन्छ, उसको चरित्रलाई उसको पहिरनसँग जोडिन्छ अनि संस्कारलाई सहनशीलता र मौनताले मात्र मापन गरिन्छ, तबसम्म रोकिन्न बलात्कार। जब पीडितलाई नै प्रश्न गरिन्छ, त्यहाँ किन गयौ, त्यस्तो कपडा किन लगायौ, राति बाहिर किन निस्कियौ, तर अपराधीलाई प्रश्न गर्न समाज हिचकिचाउँछ, तबसम्म रोकिन्न बलात्कार। एउटा परिवारलाई जबसम्म छोरीको न्यायभन्दा एउटा परिवारलाई जबसम्म छोरीले पाउने न्यायभन्दा कथित इज्जत प्यारो लाग्छ, एउटा परिवारलाई जबसम्म छोरीले पाउने न्यायभन्दा कथित इज्जत प्यारो लाग्छ, जबसम्म छोरीको पीडा लुकाएर घरको प्रतिष्ठा जोगाउनु ठुलो कुरा ठानिन्छ, जबसम्म न्यायका लागि आवाज उठाउनुभन्दा घटना लुकाउनु र कुरा दबाउनु सजिलो लाग्छ, तबसम्म रोकिन्न बलात्कार। एउटा समाजलाई जबसम्म अपराधीको गल्तीभन्दा पीडितको चरित्र खोज्न हतार हुन्छ, जब शक्तिशालीको अपराधमा मौनता र कमजोरको पीडामा प्रश्न उठाइन्छ, तबसम्म रोकिन्न बलात्कार। बलात्कार केवल एउटा शरीरमाथिको हिंसा होइन, यो त उसको इच्छा, अस्तित्व, स्वतन्त्रता र मानवताको अपमान हो, अज्ञानताको पराकाष्ठा हो, समाजको रोग र मातृत्वको मजाक हो। र यसको अन्त्य नारीलाई अझ धेरै बन्देज लगाएर होइन, पुरुषलाई सम्मान, सहमति र जिम्मेवारी सिकाएर हुनेछ। आखिर तिम्रो जीवन पनि नारीकै कृतज्ञता होइन, आखिर तिम्रो जीवन पनि नारीकै कृतज्ञता होइन। जब आँखाले शरीर होइन मन र अस्तित्व देख्न थाल्छ, जब मौनतालाई सहमति होइन असहमतिलाई स्पष्ट आवाजका रूपमा बुझ्न थाल्छ, सायद त्यही दिनदेखि बलात्कारका कथाहरू कम हुँदै जानेछन्। किनकि समस्या नारीको शरीरमा होइन, उसलाई हेर्ने नजरमा छ। समस्या उसको कपडामा होइन, उसलाई दोष दिने त्यो सोचमा छ। र परिवर्तन नारीले आफूलाई बदल्नुमा होइन, पुरुषको नजर, समाजको सोच र परिवारको मौनता बदलिनुमा छ। र जबसम्म नजर बदल्दैन, सोच बदलिँदैन, मौनता तोडिँदैन र अपराधीलाई अपराधी भनेर उभ्याइँदैन, तबसम्म रोकिन्न बलात्कार। धन्यवाद। प्रणाम।